हजुर हजुर ल साथीभाइ दाजुलाई पनि भेटिहाल्यौँ यहाँ चाहिँ यस्तो चाहिँ आमा भन्दा गाडी स्टार्ट नभएर फेरि हो त्यहाँ ठेलेर बिचारो भाउजूलाई राखेर हो हाम्रो पर भाउजूलाई राखेर त्यहाँको स्टार्ट गरिरहेको ओए माथि फेरि ढुङ्गा यत्रो बाटो बिचमा हो माथिबाट पल्टेछ कि अन्त गाडी नअटेर फेरि झरेर ठिक अघि तपाईँले कल गर्नुभएको थिएछ नि त्यो टाइममा अघि त एउटा त निकाल पल्टाएको हैन पल्टाएर म अघि त लालुलाई यहाँ लिएर आएको खिच्दिनुहोस् न भयो भिडियो हुँदैछ पानी झरेर हो के गर्नु पर्नु अब यत्रो ढुङ्गा बिचमा होइन गाडी नछिर्ने अब झरेर साह्रै नि हामीले पनि अघि उयो थियो नि त हजुर अघि हामीले पनि हटाएर आएको थियौँ यता दामी भएछ त है बाटो त है दामी भएको छ म त हेरेकै थिइनँ आएकै थिइनँ साह्रै छिटो गरेछ मजाले भएछ अब सजिलो भयो नि अघि लालुलाई लिएर आयो नि त मैले के अरे हाम्रो भाउजू भन्नुहुँदै थियो पर बिचारा भाउजूलाई राखेँ गाडीमा हो त्यहाँदेखिको मैले ठेलेको होइन नसकेको अब हो अब फेरि हाम्रो भाउजूले पनि ठेल्ने पछि गाडी हल्लिन्छ मात्रै ढुङ्गामाथि चढेको घरले गियरमा पो रहेछ गाडी त मजिन्जेल ठेलिसक्यो गाडी सरेको अब गियरमा ठेल्दा कस्तो भाउजूले फेरि गियरमा पनि चल्न भएको त्यही त भाउजूले थाहा पाउनु त्यहाँको भाउजूलाई चेक गर्नु लगाएको त गियरमा पो रहेछ गाडी त त्यहाँको भाउजू न्युट्रल गर्नु भएर त्यहाँको ठेलेर ओह्रालोमा राखेर हो त्यहाँको चाहिँ म चढेर फेरि झट्कामा स्टार्ट गरिरहेको अन्त कोही नभइदिएको फेरि त्यहाँनिर जेन्ट्सहरू पनि हो लालुले पुरा आछ पुऱ्याउनु त है लालुले पुरा रोक्नु पनि नआउने मान्छे हो भाइ लालु हो हजुर यहाँ त उतालोसम्म लिएर लग्यो त त्यही हो म तलसम्म मैले सिकाइदिएँ हो हजुर त्यहाँदेखि उकालो चाहिँ केदार आएको थियो त हुन्छ हजुर त्यही भएर लगेर गयो माथिबाट त्यहाँ चाहिँ ढुङ्गा पल्टिँदो रहेछ हौ त्यो त सोरिन्छ नि यहाँ बर्खाभरि हजुर हामी त त्यो ढुङ्गा अघि मात्रो हामीले पन्चाइ किनाएको है मैले पनि साह्रै ल्याएको लालुको गाडी त पुरै छाती ल्याएको नि भाइ यहाँ जोगाउने जग्गै छैन हो अब बिचरालाई जोगाउँ भन्नु पनि भर्खर सिक्दैछ हो करङ रङ रङ यस्तो साह्रै ढिलमा कुदाउनु हुँदैन नि माटो कच्चा भएको हुन्छ कि तर यो त्यो उयो भन्दा त अग्लो हुन्छ नि त यो त त्यो गाडीहरू त अग्लो हो नि त करङ रङ रङ होइन तर फेरि अहिले कुदाइ पनि सक्यो नि त नयाँ नयाँहरू त क्या हाम्रो साह्रै कुद्छ नि कति त भर्खर त सिक्दैन तिन ताल मात्रै भएर कुदाएको ब्याक गर्नु पनि आउँदैन रे उठाउनु अब ठाडोमा आउँदैन हो रोक्नु त आउँदैन भन्दैछ पानी रहेर फेरि पानी दामी देखाइदिनुहोस् न त यता पानीतिर एकतार भिज्नु मात्र भने त्यहाँ ढुङ्गा सार्दाखेरि यहाँ भयो भने त मजा आउँछ पानी पनि अन्त भन्दा आज होइन रोके पनि नकाट्ने सक्दैन नि त अब चिसोमा क्या हजुर सिप्लो भयो सिप्लो भयो जुका लाग्छ सन्जोको पनि फोन अफै होला यहाँ है ढुङ्गा झरेको यहाँनिर अघि हामी पनि त्यहीँ झरेको एउटा अघि त्यही पल्टाएको होइन ए पुरै झरेछ नि त फेरि यो त यहाँ त उयो ठुलो ढुङ्गा चाहिँ हामीले पल्टाएको त्यो तल झर्नको यो मैले सारेँ यस्तो त छ यो त कहाँ यो कहाँ सोरिन्छ यो त टेन्सन पनि लाग्यो हो अन्त छ अन्त यसरी ढुङ्गा आउँछ अन्त यतानिर राखेर एकछिन विचार गरेँ होइन झर्दै थियो कि झरेको छैन अब हेर्नु पऱ्यो नि त है सेफ्टी त फर्स्ट हो नि त
यो डाँडा नि झर्छ यो र पल्लो यो डेन्जर छ यहाँ त मेरो चाहिँ सबै ढुङ्गा झरेको है यो ए ऊ अहिले झरेछ अहिले झरेछ यो थियो जस्तो लागेन म आउँदा थिएन नि यो 2-3 जग्गा साह्रो भयो बर्षा मजाले प्लम गरेन है त्यो त प्लम गरेन हुँदैन हजुर त्यो प्लम गरिहाल्नुपर्छ यो नालीको पानी कहाँ गएको थाहै छैन दुईपट्टिबाट उकालो छ दुईपट्टिबाट आएपछि त एक जग्गामा त हिम पाइप राख्नुपर्छ नि त कम्प्लिट त हुँदैन अब यत्रो छ यो त मुस्किल छ नि अब बर्खा स्टार्ट भयो झर्दै अब झर्दै गर्छ ठिकै गऱ्यो तर यो बाटो छुट्को चाहिँ छैन है तर है मेटलहरू हालेको छैन जहाँ चाहिँ सेफ थियो अब हाम्रो अघिको तलाको अलिक राम्रै थियो त्यहाँ माथि त्यही हो नि यो माथि त्यो घर त्यही हो त्यो माथि सन्जकको हजुर हेरेन नि मलाई उठाएन सन्जकले उठाएन सजिलो भयो है बाटो त त्यहाँको त दामी बस्छ तिमी आउँदा त्यो भर्खर गर्दै थियो गएको त पानी परेर तिनीहरू तल तल गाडी चाहिँ तर अग्लै हुन्छ र मात्रै है अब अनमोल दाको त्यहाँ अब त टेन्सन भइदिएको नि गाडी छिप्लेर कि अफ भयो भने चाहिँ अब बिचक मलाई चाहिँ त्यति मात्रै डर चाहिँ अफ भने कसले ठेल्ने अन्त हो हुँदैन एकताल स्टार्ट भएपछि बत्तीहरू चाहिँ दुलै बनाएको त्यो पानी निस्केको यो त भएको नि हो माथिबाट आएको माथिबाट यस्तो मात्रै खासमा उयो लाउनुपर्छ नि त है आफू त्यो पानी छिर्ने डल्लो डल्लो क्या पुकार पुकार हुनुपर्छ राख्नुपर्ने पुकार छैन नि त एसीको फ्यान बिल्ड चढ्यो नि त्यो ढुङ्गा जग्गा उहाँले नि हो टेन्सन लाग्दैन यहाँनिर चढ्छ उहाँनिर होइन चिप्ल्यो नि त पानीले गर्दा यहाँ त कस्तो बिग्रिँदा त कुदाएको मैले भोलि कुदाउँथेन है पानी ठुलो होइन न खोला बढे त त्यो ओडाल फेराउँदै बाँच्यो हो एउटा मात्रै छाता थियो यत्रो भयो अब धुसिले जानु पनि सजिलो भइगयो नि अब सजिलो भन्ने तर त्यो पहिलाको मजा चाहिँ हरायो
हिँडेर जाने चाहिँ हिँडेर जाने मजा चाहिँ हल्ला अब त जो पनि होइन गाडी बाइक सुविधा भयो अघि आउँदै थियो बाइकवाला भेट्यौँ लसुनपट्टिबाट चाहिँ सजिलो भयो ब्याक गर्नु पनि आउँदैन कसले गर्ने ब्याग दिपु यही हो हाम्रो सरदार गाउँ चाहिँ सरदार गाउँ आइपुग्यो सरदार हाम्रो गाउँ मन्दिर हाम्रो प्राइमेरी स्कुल अन्त सिधै उकालो के यता यता बेनाजुलाई भेनाजु जान्छ नि बस स्टप आइपुग्यो सो फाइनली हो दाजुलाई लिएर पनि आइसकेँ म यो भ्लगमा चाहिँ अब त्यस्तो मैले यताउता देखाउन सकिनँ बाटो मात्रै खिचाइ भयो एउटै पोजिसनमा राखेकोले गर्दा ए हवस् हुन्छ अन्त तर पनि अब हेर्नुहोस् है हाम्रो गाउँको बाटो गाउँठाउँको बाटोहरू यस्तो बनिँदै गरेको बाटोहरू यस्तो पानी झरीमा यसरी चलाउनुपर्छ हो अब ठिकै छ हुँदैछ बाटो पनि बनिँदैछ हामी पनि आइपुग्यो पानी पनि अलिकति रहेको जस्तो भयो सो टिल देन स्टे ट्युन है अनि सबैजनालाई एकदम राम्रोसितले बस्नुहोस् टेक केयर अनि च्यानललाई लाइक गरिदिनुहोस् फलो गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् है टिल देन स्टे ट्युन